मानिसलाई नि निर्णय गर्ने क्षमता दिनुभएको छ। तपाईलाई म एउटा कुरा भनौँ, आज तपाईँ सेवाकाईमा शनिबार आउनु भयो नि, तपाईँले लाउनु भएको लुगा छ नि, यो तपाईँको निर्णय हो। तपाईँसँग 3 जोडी कुर्ता थियो होला नि त, तपाईँले 1 जोडी लाउनु भयो नि, तपाईँको निर्णय हो। के तपाईँलाई परमेश्वरले ओ त्यो फुका त्यो लगा भन्नुभयो? तपाईँको निर्णय हो। तपाईँको निर्णयलाई परमेश्वरले नि कदर गर्नुहुन्छ। त्यही भएर पवित्र जीवन जिउने कि नजिउने यो निर्णय हो। प्रभुलाई खोज्ने कि नखोज्ने यो निर्णय हो। भेटीमा इमानदार हुने कि नहुने यो निर्णय हो। आमेन, आमेन, आमेन। म तपाईहरुले बुझ्ने भाषामा बोल्दैछु। सही निर्णय गर्नुहोस्, जिन्दगी सही हुन्छ। गलत निर्णय गर्नुहुन्छ नि दुःख तपाईले पाउनुहुन्छ। यदि त्यो यहुदा इस्करियोतले नि 3.5 सालसम्म ख्रीष्ट प्रभुलाई पछ्याएर नि, हेर्नुस् त उसले 3.5 सालसम्म जिउँदो प्रभुको पछि पछि हिँड्दै थियो, अन्तिममा सानो गल्ती गर्दै हाल्यो नि त, गलत निर्णय गरिहाल्यो नि त, आफ्नै प्रभुलाई बेचिहाल्यो नि त। खती कसको भयो? यहुदा इस्करियोत रुखमा झुन्डेर मर्नु पर्यो। अलिकति समय पर्खेको भए नि यीशु ख्रीष्ट त उसको लागि पनि त क्रुसमा झुन्ड्नु भएको थियो नि। गलत निर्णयले जहिले पनि मान्छेलाई नि गलत गन्तव्यतिर पुर्याउँछ। म तपाईले बुझ्ने भाषामा बोल्दैछु। गलत निर्णयले तपाईको जीवनलाई जहिले पनि नि गलत गन्तव्यतिर पुर्याउँछ। गलत निर्णय चाहिँ नि सोनिया छोरी रक्सीको चार्जमा गाडी कुदाउने ड्राइभर जस्तै हो। उसले कति खेर लगेर कहाँ गएर गाडी पल्टाउँछ नि त्यो कसलाई पनि थाहा हुँदैन। सही निर्णय गर्नुहोस्। आमेन। क्षमा दिन्छु, सही निर्णय हो। बदला लिने काम परम प्रभुको हातमा राखिदिन्छु, सही निर्णय हो। प्रार्थना गर्छु, गनगन गर्दिन, सही निर्णय हो। आमेन। डेली बाइबल पढ्छु, सही निर्णय हो। एभ्री हप्ता चर्च जान्छु, सही निर्णय हो। परमेश्वरले मेरो लागि राखिदिनु भएको मान्छेको कुरा मान्छु, उहाँको सल्लाह लिन्छु, सही निर्णय हो। आमेन, आमेन, आमेन।